गाइस फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। अनि यो चाहिँ कहाँ भन्नुहुन्छ भने थमेल हैन। अनि थमेलको चाहिँ यो चाहिँ पुरा चर्चित हैन क्लिपहरु पाएको छु मैले। यसको बारेमा चाहिँ मैले चर्चा पनि गर्नेछु। अनि यो भिडियो कस्तो के हो भन्ने कुरा सबै भनिरहेको छ हैन। नेपालको थमेलमा आएपछि हैन मसा देखे सुड्ने उड्नेदेखि हरेक कुरा पाउँछ। हेलो गाइस, तो स्वागत छ मेरो नयाँ भिडियोमा हैन। अनि थम्बनेल हेरेर थाहा पाइसक्नु भयो हैन, धनीको धन गरिबको मन। अनि थमेलमा गएपछि जम्मैलाई हुन्छ मन पनि धन पनि हैन। अनि धनी जति जम्मै थमेलमा थोपिरहेछन् हैन। अनि क्लिप त देख्नु भयो हैन, नेपालीले चाहिँ अब देखाइ नै हालेको छन् हैन। अनि तालबाट इन्डियाको मान्छेले पनि इन्डियाको भलो गरेर पनि थमेलमा गएर यति धेरै भाइरल भएको छन्। अनि यो कुरामा मैले भिडियो किन नबनाउने हैन, आफ्नो देश अब बदनाम गरे जस्तो त हुन्छ हैन। अब छ त बदनाम छ त, मैले गर्दैमा केही पनि भन्नु त हैन। किनभने मेरो भिडियो कतिले हेर्छन् न, त्यही 15-16 जनाले हेर्छन् हैन। 15-16 जनाले हेरे पनि मलाई धेरै खुसी छु हैन। अनि यस्तो कन्टेन्ट चाहिँ बेला बेलामा बनाम भनेर हैन म चाहिँ सुरु गरेको। अनि जे होस् गाइस, थमेलमा चाहिँ म चाहिँ अहिलेसम्म गएको त छैन हैन। यस्तो भिडियो क्लिपहरुमा हेर्छु हैन, एकदम भाइरल भयो के सबै कुराहरु। अनि त्यहाँ गएपछि सबै पाउँछ रे। अब एउटा इन्डियाको भलो पैसे होना चाहिए। दोस्तों आज मैं इस वीडियो में आप लोगों को बहुत चीज जानकारी दूंगा। यहाँ आके आपको क्या करना चाहिए भन्ने चाहिँ पुरो भनिरहेको छ के यो क्लिप हेरेर। साथ पूरे सेफ्टी के साथ इन लोगों के साथ रातें रंगीन करना, क्योंकि ये गांव घर की अब यो क्लिप हेर्नु भयो नि त गाइस हैन। मैले त्यतिकै भन्दैन के, मैले क्लिप भेटाएर हैन अनि चाहिँ मैले यो भिडियो बनाएको हैन। नेपालको त जे होस्, नेपालको देश इज्जत गएको छ, तर इन्डियाको मान्छे आएर पनि यस्तो कुरा भन्दा अन्त पैसा हो गाइस। पैसा छ त जम्मै राजा हुन्छन् हैन। पैसा भएको भए त म पनि गरे राजा हुन्थ्यो होला। तर त्यो कुरा अफसोस छैन हैन। धनीको धन हुन्छ गाइस हैन, गरिबको मन हुन्छ हैन। अब धनीले जति धन पाए पनि गरिबलाई अब दिन दुखीलाई लौ भने दिँदैन। अनि गरिबले चाहिँ बरु चाहिँ कसैले माग्ने आएपछि त्यसले 10-20 रुपैयाँ चाहिँ झिकेर दिन्छ, किनभने उसँग अलरेडी छैन त्यो 2-4 पैसा दिनमा केही पनि हुँदैन। अनि धनीले चाहिँ गोजीमा सुक्खा झिक्न त्यस्तै हो हैन। सुक्खा चाहिँ कसरी कमाम भन्नेमा चाहिँ उनीहरू हुन्छन् क्या। यो कुरा मैले कसरी भन्छु भनेपछि ज्ञानहरू धेरै सुन्छु नि त गाइस, ज्ञानको कुराहरू धेरै सुन्छु हैन। अनि यस्तो भिडियो लङ टर्म नगरौँ कि हैन। अनि थमेलको अरू भाइरल क्लिपहरू पनि हेरौँ गाइस हैन। यिनीहरू चाहिँ नेपाली भलो यही हात्ने लाग्यो त सोल्टीले त खाइदियो भलो गरेर पनि। अनि तपाईँले फेरि अहिलेको राइडरहरू के अब के भन्छ त्यसलाई क्यापहरू हैन, हो तिनीहरूले चाहिँ यस्तो भिडियोहरू चाहिँ धेरै भाइरल हुन्छ हैन। अनि यस्तो भिडियो चाहिँ धेरै हुन्छ। अनि त्यहीँबाट चाहिँ यस्तो भिडियो भाइरल। अनि गाइस यस्तो पनि भन्नु हुँदैन, अब नराम्रो पनि सोच्नु हुँदैन, किनभने कतिको घरबाट त्यहीँबाट चलेको छ हैन। अब कतिको पेजमा लादमा हानु पनि भएन। अब हेर्नु न ट्राफिक पुलिसहरूको अब क्लिप, उहाँहरू पनि देखेर अब नदेखे जस्तो गर्नु को चेक करते रहते हैं। ऐसे बहुत चीज से यहाँ हमको परेको छ, किनभने उहाँहरूको पनि अब सरकारको माथिको जुन भन्ने माथिको मेन मान्छेको मुखमा पैसाले बुफ्रेको छ त। अब उहाँहरूले दाइहरूले पनि के गर्नु, अब पुलिस दाइहरूले त्यही बाटोमा लहपरा पऱ्यो भने हल्ला पऱ्यो भने मारामारी गर्न लाग्यो भनेपछि उहाँहरू छुट्याउने मात्रै के, नत्र अरू भित्र के छ कस्तो छ भनेपछि चप्पा थाहा छ उहाँ प्रहरी दाइहरूलाई, ट्राफिक दाइहरूलाई। त्यही पनि उहाँले केही पनि गर्न सक्नु भएको छैन, किनभने पैसा गाइस पैसाले मुख बुझेको छ। नेपालमा गाइस पुरानो सरकार आए पनि नयाँ आए पनि, तर यो कुरा चाहिँ कहिले पनि समाधान हुँदैन होला, किनभने थमेल बजार हो नामै हैन, पहिला जमानादेखि चलिआएको। ल भिडियो कस्तो लाग्यो? म चाहिँ अब बाहिर भिडियो बनाउने सोचेको, तर टाइम चाहिँ धेरै भयो हैन। दिनमा बनाऊँ भने गाइस घामले मोबाइल रन्केर गएको छ। अब ड्युटीको टाइममा बनाऊँ भनेपछि अब ड्युटीमा बनाउन पाइन्न, त्यही भएर चाहिँ आज बनाएको। ओके, भिडियो मन परेमा लाइक कमेन्ट